यदि हालको कन्टेक्स्टलाई हेर्नुहुन्छ भने नेपालमा वर्षमा लगभग 1 लाख विद्यार्थीहरू ग्रेजुएट गर्छन्। तर सोच्नुहोस् त्यसमध्ये सिर्फ 5 देखि 8% स्टुडेन्टहरू मात्र यस्तो छन् जो आफ्नो ड्रिम जब सेक्योर गर्छन्। बाँकी अरू विद्यार्थीहरू या त जागिरको पछाडि दौडिरहन्छन् या त बाध्यतामा नेपालका मेन पावरहरू धाइरहेका हुन्छन्, जो उनीहरूको सपनाभन्दा कयौँ गुणा फरक हुन्छ। तपाईँहरूले सायद देख्नुभएको होला, मास्टर डिग्री गरिसकेपछि पनि मानिसहरू चिया कफी बेच्दैछन्। हुन त हो, यी व्यक्तिहरू केही न केही गरेर अवश्य पैसा कमाउँदैछन्, तर के उनीहरूको पोटेन्सियलको हिसाबले यो ठिक छ त? छैन। र आज यदि तपाईँहरू इन्टरनेटमा सर्च गर्नुहुन्छ कि नेपालको अनइम्प्लोइमेन्ट रेट कति छ, तब तपाईँहरूलाई यो नम्बर 10.69% को मिल्नेछ। तर आउनुहोस् अझ रियलिस्टिक कुरा गरौँ, के यो नम्बर वास्तविक अवस्था देखाउँछ त? होइन, बिल्कुल पनि होइन। यानि कि रियालिटी योभन्दा एकदमै खराब छ। अर्थात् आजको सिनारियो हेर्ने हो भने लोकसेवा आयोगको लागि प्रत्येक वर्ष 4,83,000 विद्यार्थीले दरखास्त दिन्छन्, त्यो पनि 3,660 सिटको लागि। त्यसमाथि पनि पेपर लिक, एज लिमिट र करप्सन जस्तो अब्स्ट्याकल हुने गर्छ। अब सोच्नुहोस् यो कम्पिटिसनको रेसमा आखिर सरकारी जागिर कतिजनालाई मिला त? र फेरि अहिले त अझ एउटा ट्रेन्ड पनि छ, सोसल मिडिया कन्टेन्ट क्रिएसन गर्नु, जहाँ हर दिन हजारौँ च्यानलहरू बन्ने गर्छन्। तर के तपाईँहरूलाई थाहा छ त्यसमध्ये 90% युट्युब च्यानल फेल हुने गर्छ। अब सरकारी जागिर पाउन मुस्किल छ र तपाईँलाई प्राइभेट जागिर गर्न मन पर्दैन भने तब आखिर गर्न त गर्ने, के गर्ने त? हेर्नुहोस्, हाल नेपालमा कम्पिटिसन एकदमै हाई छ र सरकारी जागिर एकदमै लिमिट, र जो जागिर अभाइलेबल छ त्यसको लागि पनि तपाईँहरूको साथमा रिक्वायरमेन्ट स्किलको कमी छ। तब तपाईँहरूको साथमा न स्किल छ न प्रपर अपर्च्युनिटी, त तपाईँहरूको फ्युचर आखिर कसरी सिक्योर हुन्छ त? तब एक सोल्युसन छ जो तपाईँहरूको यस प्रब्लमको, त्यो बिजनेस। तर तपाईँहरू यो सोचिरहनु भएको होला कि बिजनेसको लागि त एक मोटो क्यापिटल चाहिन्छ र एक राम्रो नेटवर्कको साथै एक युनिक आइडिया पनि। तर के म तपाईँहरूलाई भनौँ कि तपाईँहरू एक लो इन्भेस्टमेन्टबाट पनि एक सफल बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। अर्थात् कि आजको भिडियोमा हामी 3 यस्तो बिजनेसको बारेमा कुरा गर्नेछौँ जो तपाईँहरूले कम पैसामा नै सुरु गर्न सक्नुहुनेछ। अझ तेस्रो बिजनेस त यस्तो छ जसलाई तपाईँहरूले 0 इन्भेस्टमेन्टबाट पनि सुरु गर्न सक्नुहुन्छ। त ती के बिजनेस हो त? भिडियो छोटो छ, अन्तिमसम्म पक्कै हेर्नुहोला। साथै यदि तपाईँहरू च्यानलमा नयाँ भए च्यानललाई सब्सक्राइब गर्न पनि पक्कै नबिर्सिनुहोला। सो लेट्स बिगिन। बिजनेस नम्बर 1, फास्ट फुड स्टल। नेपालमा जब पनि आवश्यकताको कुरा हुन्छ तब खाना लाउन बस्नमध्ये खाना सबैभन्दा अगाडि आउने गर्छ। र कहीँ न कहीँ यदि अनअर्गनाइजेसन सेक्टरमा हेर्ने हो भने खाना नै एकमात्र यस्तो प्रडक्ट हो जसको नेपालमा यति डिमान्ड, यति सेल र यति भ्यालु जति अरू कुनै प्रडक्टमा छैन। साथै यदि कुनै अरू बिजनेससँग कम्पेयर गर्ने हो भने पनि सबैभन्दा सजिलो र सबैभन्दा छिटो स्टेबल हुने बिजनेस हो फुड स्टल। जहाँ यदि तपाईँहरू हेर्नुहुन्छ भने नेपाल एउटा यस्तो देश हो जहाँ हरेक चोकमा, हरेक पार्कको छेउमा कुनै एक सानो फुड स्टल खोलेर पनि एक राम्रो आम्दानी गर्ने गर्छ। साथै यदि तपाईँहरू कुनै बजार एरियामा जानुहुन्छ भने त्यहाँ सबैभन्दा धेरै यो खानेकुरा देख्न सक्नुहुन्छ कि बिहानको समयमा पुरी तरकारी वा समोसा, अनि बेलुकाको समयमा मोमोज। अझ मेरो ख्यालमा मोमो एउटा यस्तो चिज हो जसलाई नेपालको अधिकांश मानिसहरू खाजा र खानाको साटो पनि खाने गर्छ। त यदि तपाईँहरूको साथमा पनि यस्तो कुनै टेस्ट वा युनिक फुड स्टल आइडिया छ भने तब सबैभन्दा पहिले आफ्नो टाइपको फुडको लागि लोकेसन खोज्नुपर्ने हुन्छ, जहाँ तपाईँहरूको लागि एक राम्रो फुड सेल मिलोस् अनि साथै एक युनिक डिस पनि जो कस्टमरलाई तपाईँतर्फ अट्र्याक्ट गराओस्। र मात्र 10 देखि 20,000 सम्मको एक सानो रोड साइडमा यसको स्टल लगाएर तपाईँहरू पनि सुरु गर्न सक्नुहुन्छ र यसबाट आम्दानी गर्न सक्नुहुन्छ। नम्बर 2 छ भेहिकल वास एन्ड रिटेलिङ। हाल नेपालको सिनारियोमा हेर्ने हो भने नेपालको पपुलेसन तेजीले बढ्दैछ र बढ्दो जनसङ्ख्याको साथमा सडकमा प्राइभेट गाडीहरू पनि धेरै बढ्दैछन्, जो ट्राफिक रुल्स एन्ड ल एन्ड अर्डरको लागि एक समस्या हुन सक्छ। तर यो बढ्दै गएको गाडीहरू पनि आउनेवाला समयमा तपाईँहरूको लागि अवश्य एक फाइदाको डिल हुन सक्छ। अर्थात् आउनेवाला समयमा यसको बिजनेस खुब मजाले चल्नेवाला छ। अझ अर्को कुरा, आज भोलि त मानिसहरू आफ्नो गाडी सफाई र मेन्टेनेन्सलाई लिएर धेरै अवेयर पनि छन्। त्यसैले यस्तो अवस्थामा प्रोफेसनल भेहिकल वास वा रिटेलिङ सर्भिस जस्तै लाइटिङ, एलओभी व्हिल क्लिनिङ जसको डिमान्ड बढ्दो छ
त्यसैले यो बिजनेस पनि तपाईहरूको लागि एक फाइदाको डिल हुन सक्छ, जसले एक राम्रो अवसर दिन सक्छ, जहाँ एक्सपिरियन्समाथि ध्यान दिएर यो स्मल बिजनेसबाट पनि एक राम्रो मुनाफा कमाउन सक्नुहुन्छ। तर फेरि प्रश्न यो आउला कि आखिर भेहिकल वास एन्ड रिटेलिङ बिजनेस कसरी बनाउने त? तब यस बिजनेसको लागि सबैभन्दा पहिले तपाईँले यो हेर्नुपर्ने हुन्छ कि तपाईँहरूको वरपरको लोकेसनमा के कस्तो छ, जस्तो कि रेसिडेन्टल सोसाइटी, अफिस वा बिजी कमर्सियल जोन, र मानिसहरू आखिर कस्तो किसिमले रिटेलिङ सर्भिस प्रिफर गर्छन् त। अब सुरु गर्नको लागि तपाईँलाई केही इक्विपमेन्टको आवश्यक हुनसक्छ, जस्तै प्रेसर वासर, भ्याकुम क्लिनर, कार वासर स्याम्पू वा पोलिस ब्रस। यो सबै तपाईँहरूलाई एक स्मल बजेटमा अवश्य मिल्नेछ। यसपछि यदि थोरै लिगालिटीको कुरा गर्ने हो भने सायद सिम्पल अथोरिटी लिनु पर्ला, यानि कि म यहाँ यो फिक्स लोकेसनमा काम गर्दैछु भनेर। यसपछि आफ्नो बिजनेसको कुनै एक नाम राख्न सक्नुहुन्छ र आफ्नो सर्भिस वा भेहिकल वासको भिडियोलाई सोसल मिडियाको थ्रु प्रमोट गर्न सक्नुहुन्छ र इन्टरनेटको फाइदा उठाउन सक्नुहुन्छ। अझ यस बिजनेसको सबैभन्दा राम्रो एडभान्टेज यो हो कि यसमा कस्टमर रिपिटेड रेट एकदमै राम्रो हुन्छ, यानि कि 80% भेहिकल ओनर जो एकपटक क्लिनिङ सर्भिस लिएर जान्छन् उनीहरू रिपिट अवश्य हुन्छन्। यसरी तपाईँहरूले दिनको 5-7 गाडी वास गर्नुभयो भने पनि दिनको 3 देखि 4 हजारसम्म अवश्य कमाउन सक्नुहुन्छ, जो महिनाको 1 लाखभन्दा धेरै हुने गर्छ। सो बिजनेस आइडिया नम्बर 3, द कन्टेन्ट बिजनेस। आजको समयमा जसरी यो इन्टरनेटको युज बढ्दैछ नि, तब हर बिजनेस वा हर ब्रान्ड चाहन्छ कि ऊ आफ्नो अनलाइन प्रेजेन्स बनाऊ, र जसरी यो डिमान्ड बढ्दैछ त्यसरी नै कन्टेन्ट क्रिएसन मार्केटिङको बिजनेस पनि तेजीले बढ्दैछ। यस्तैमा यदि तपाईँहरूमा पनि एक कन्टेन्ट राइट क्रिएसनको स्किल छ भने, या तपाईँभित्र पनि क्रिएटिङ राइटिङको थोरै पनि इन्ट्रेस्टेड छ भने, तब तपाईँहरू पनि हर किसिमको अभाइलेबल इन्फर्मेसनलाई जम्मा गरेर त्यसलाई प्र्याक्टिकल इम्प्लिकेसन गर्न सक्नुहुन्छ। जहाँ हेर्ने हो भने आजको समयमा एक 30 वर्षको व्यक्ति जो आफ्नो जागिरबाट कमाउन सक्दैन, त्यति त एक 13-14 वर्षको बालकले डेली ब्लग गरेर नै कमाउने गर्छन्। अझ मुख्य कुरा त यसको लागि तपाईँले आफ्नो पैसा इन्भेस्ट गर्नु पनि पर्दैन, सिर्फ तपाईँसँग अलिकति फ्री टाइम भए पुग्छ। साथै अझ यसमा तपाईँहरू गर्दै गर्दा यो पनि सिक्नुहुन्छ कि कुन चाहिँ कन्टेन्ट सबैभन्दा धेरै इन्टरनेटमा सर्च गर्ने गर्छन्। साथै अझ यस कामलाई तपाईँहरू एक ठुलो लेभलमा पनि गर्न सक्नुहुन्छ, जहाँ 5-7 जनाको एक टिम बनाएर एक कन्टेन्ट मार्केटिङ एजेन्सी पनि सुरु गर्न सक्नुहुन्छ। र त्यसैले तपाईँहरू पनि केही न केही यस्तो सुरु गर्न चाहनुहुन्छ भने अब सुरुवातमा सायद तपाईँहरूले 15,000 देखि 30,000 पर मन्थ कमाउन सक्नुहुन्छ। र जब जब तपाईँहरूको एक्सपिरियन्स र क्लाइन्ट बेस बढ्ने गर्छ, तब तपाईँहरूको अर्निङ पनि बढ्नेछ। त त्यसैले तपाईँहरू नै डिसाइड गर्नुहोस् कि जीवनभर पढाइ गरेर, डिग्री लिएर विदेश गएर बेल्चा हान्नु ठिक छ कि या आजबाट नै स्मल बिजनेस आइडियामाथि काम गरेर आफ्नो लागि आजबाट नै एक्स्ट्रा इन्कम सोर्स बनाउनु छ, जो तपाईँहरूलाई लाइफ टाइम ग्रोथको मजा दिन सक्छ। त भिडियो यही कम्प्लिट हुन्छ। भिडियो कस्तो लाग्यो फिडब्याक कमेन्टमा पक्कै दिनु होला। सो आजलाई यति। हस् त, धन्यवाद। जय नेपाल।